अहिले देशभरि चुनावको माहौल चलिरहेको छ र यो बीचमा चाहिँ अहिले यस्तो प्रतिस्पर्धा भइरहेको छ। एउटा घन्टी बसेस चाहिँ तारा, सूर्य, माटो र रुख यिनी चारवटा चाहिँ एउटा ठाउँमा छन् भने बालेन्साको एउटा घन्टी चाहिँ एउटा सिंगल ठाउँमा। केही न केही त बात छ घन्टीमा, जो चाहिँ पुरानो दलको नेताहरू र माटो भर्ग साम्बाङ यति पछाडि लागेका छन् घन्टीलाई हराउनलाई। अब तपाईहरूलाई को लाग्छ कसले जित्छ, घन्टीले या यिनीहरू चार मध्ये कसैले? तपाईहरूलाई के लागेको छ, घन्टीले जित्नुपर्छ कि यिनीहरू चार मध्ये एउटाले? बालेन्सा चाहिँ अहिले फिल्डमा उत्रेका छन् र उनी चाहिँ एउटा नायकको रूपमा, हिरोको रूपमा अहिले छन् भने अरू दलको नेताहरू चाहिँ अब हुन्छ नि उनीहरू चाहिँ भिलनको रूपमा काम गरिरहेका छन्। र रवि लामी छ नि उनी चाहिँ एकदम सपोर्टिभ, एउटा हुन्छ नि हिरोलाई सपोर्ट गर्ने जस्तै भइरहेका छन्। अब यो सबै त नेपाली जनताहरूको हातमा छ कसलाई विजय बनाउने भनेर, हिरोलाई कि जुन चाहिँ अब हुन्छ नि एउटा हिरोको देखावटी गर्ने झोले नेताहरूलाई।